गाइस वेलकम टु माई भ्लग तिहारको भ्लग हुँदैछ है तिहारको भ्लग आले हुरे त पुलाई हुरे त देखिया छ खै तिरी हुन्छ भन्न तिरी हुन्छ भन्न आउँछ अहिले सर त्यो है तिरी फेरि सबै गोर्खाली चाहिँ यहाँ फेरि नानी अब बाहिरको के भयो कान्छेको उता हेर्नु त त्यहाँ टक्कलाई चार्जर पनि तिनजना चारजनाको यस्तो गर्नु यस्तो गरेर बस्नु यसरी यहाँनिर दाइ बस्छ हजुरको एकैचोटि यहाँ बस्नु मिल्छ क्या त्यही भएर 0.5 नानी पनि बस्या हुन्छ नि नानी पनि बस्छ जाऊ किस्मतले खोइ खिच्यो किरिसले खिच्ने हो र किरिसले खिच्यो हेर्न नि त भाउजू खिचेन खोइ रेडी भन्छु भनेको हैन मैले रेडी भने ल खिच भने होइन कह त त्यसो कह ल ओ ल भयो ओके है के खाने मेचेले के खाने हो चिकन छ भन्दा अब बस तिमी रुम न कान्छीका खिच्नु चेले सुरुमै चिकन छ भने हो कि फिस खाने हो सन्देहलाई किस्सा ल भोलि तिमीले चिकन यताबाट गर त हाम्रो भिडियो यताबाट भिडियो गराउन जाउँछ यताबाट मैबाट खिचिदिन्छु मेरो त टाउको मात्रै देखाऊ है ढाड नदेखाऊ जम्मैलाई देख्दै देखेन कि मैले नुहाइदिएँ है अब म तेल लगाइदिन्छु तोरीको तेल टाउको थाप पुन्टु छुट्यो पुन्टु ठिकै ढुकढुके पर्छ पुन्टुलाई अब के गर्ने रे नानी अब यस्तोमा पनि लाइट तेल लाउनु पर्यो अनि बल्ल टिका लाउने कहाँ राई यहाँ यहाँ तेल त लाउनु पर्छ न तेल केरा सजिलो हुन्छ अलिअलि लगाइदिनु सक्छ टाइमै सक्ने लागिसक्यो हल्का मात्रै हो क्या खास तेल त निधारमै लगाइदिनु हो कि दाजुभाइको त बुहारी अनुसार त कानमा तेल बुहारी बहनु पर्यो क्या भयो यहाँ अहिले हालेपछि कानमा तेल ल म सुरु कानमा गरेँ है तेल हालेर लगाउने हो त्यो छोरो तिमीले कपडा नखाउँछ नि आहा तिम्रो बस डान्स गर्दै छोरो सक्यो टाइमै डान्स गरिदिनेछ कति गीत सकेको टाइम गीतै भइसक्यो ए गीत भ्याउन देऊ भिडियो पनि भइसक्यो कि बन्न खिच भिडियो गर न भिडियो गर्दै भिडियो गऱ्यो भने भिडियो गरेको त्यसमा गीत एड गर्न फोटो खिच यता बसेर बरु भिडियो गर्ने मम्मीको भिडियो गर डाइरेक्ट भिडियो मेरो टाउको मात्रै निकाल हात टाउको है माथिको टाउको अगाडिको हात त्यही फोटो खिच्न आउँछ त त्यहाँदेखि किचकिची हो माथिको त्यो सेतो देखा त भिडियो छ त यो भिडियो चाहिँ त्यति राख्नु आरती गर्ने हो अनि यहाँ फोटो खिच्नु थाहा क्या खोइ छोडिँदै हात यतिकै खिचिदिनु फोटो खिचिन्छ क्या मोबाइलमा हेर्नु पनि कसरी लाउँछ भनेर माइक थियो नि माइक बजाउनु नै किरिस देख डेक डेक ल त तिम्रो मोबाइलबाट म भिडियो गर्दै आएको ए भोलक के गरेछ कान्छाको निधा पनि खतरा ठुलो हो मजाले लाउँछ कि टिका त हो त्यस्तोमा राम्रो हुन्छ नि लामो लाउनु नानी पनि सेलरोटी पोले बसी बिचरा चापानु एउटा सेल पोले बसेछ ज्ञानी भएर बस्यो होला ज्ञानी छोरो भएर बस्यो होला तेरो के राख्दैछ कि के खाँदै खान्न दाजुभाइले भन्थ्यो खतरा छ दाइ गोर्खाली काई दाल तिनचोटि खाइस्या भन्छ कोही गोर्खाली आउँदै आउँदैनन् एकदम धेरै भएको छ बस तिमी त्यो नखोल्नु थपक बस चुर्ना परेछ चल
यो पछाडि लगा यो पछाडि लगा खतरा भएन नानी बा भाषा अब त्यो छोड्यो ल पहिला त्यो छोडेर पो टिका लाउनु साँच्चै त होइन टिका लाएर भाउमा टिका लाएर गर्दैन लास्टमा बत्ती बान्ने हजुर थाहा यस्तो माला लगाइदिएर हजुर ओह झन्डै बिर्सेको भाउजू यो पहिला लगाइदियो यो पहिला मको मैले हो नि लाउनु पास त छ कि पास छ आफैसँग बस्ने है एकछिन बस्ने अलिक पछाडि कुण्डुलाई त मालै छैन जति छ नि माला चाहिँ सानो माला माला त छ होइन त्यही डबल गरेर लाउने कि यस्तो बाँडेर 2 3 7 है पकाउनु टोपी 5 बनाउनु ब अलिक टाउको ठुल्ठुलो हुन्छ यो कान्छा यो लास्टमा टोपी लगाइदिएर पो हो त अनि एकदम टोपी सानो पहिला त लम्बी कान्छालाई सानै छ निकालेर यो भयो भएन झन् होइन अहिले त्यो टोपी बिग्रिन्छ भनेर के ए टिका बिग्रिन्छ भनेर कान्छालाई होइन यो टोपीमा हो त्यो हालिदिएको हो त्यसरी उल्टो भयो के भाषा भएन त्यो हुन्छ अब अब के गर्ने टिका लाउने मात्रै मैले अघि नै भनिसकेँ है कपाल सट्ट बादमा कपाल बाबु कपालमा हेर्नु होइन यो सेतोमा त बस्ने हो त्यो आर्मी डिजाइनले बनाउँछ त्यो टोपी मेरो पनि बनाउनु छ सन्देश यसमै बस्ने हो कि टिका यो लाइन भने मेरो पनि छुट्याउनु पनि ठुलो सानो टिका होइन अब त ठिक छ सबै युकेसको सानो छैन र युकेसको सानो छ यो होला युकेसको यो त्यसको त पहिलो टिका हो बाबुको हो त अनि बल्ल हो त त है आहा हो त के पहिलो तिहार पहिलो तिहार हो नि त बाबुको बाबुको बाबु सिधा गर्तिर टाउको बाबुलाई हेरे अनुसार होला फेरि टिका पनि घोप्नु पर्ला एक बान्गे हाम्रो बुढी पो भाग्यमानी रहेछ त पहिलो तिहार पहिलो टिका मैले है कसैले लाउनु पाएन है अब नानीको नि लानु पहिला म हो कि मेरो नागो नि हो कन्ने कुहारै पुग्यो कान्छी त उता गएको छ भने होइन टिका लाउनु छ नानीको नि मेरो हातमा खाऊ पर्छ काकाको कपाल त खतरा रहेछ क्या एउटा माथि चढ्दैछ त्यो ट्याक्कै यो कान्छाको सानो अति सानो हुन्छ के हो होइन यो त्यो अरू झन् ठुलो छ माला ल्याउनु माला रेडी गरिदिन्छु भिडियो चाहिँ भिडियो खतरा है बाबुलाई पोल्यो बाउ छोरा सँगै भजन ठिकै भएको छ बाबु छोरालाई त्यो उता राख्यो पास छ पास छ पछाडि पछाडि के गरिदिने अब पछाडि डराएको हो त्यसो गर ऊ यता भित्र हो बाबुले यसले भन्छ त ऊ गर्छ क्या टोपीलाई त खान्छ चिलाउँछ अनि मान्छे ल बाबु टिका बिग्रिनु लाग्यो हो ठिकै भयो टिका ल्याइदिनु आर्मी स्टाइल लाउने नि त लाउँथ्यो न आर्मी स्टाइल लाउँथ्यो टोपी देखाएको आज टिका देखा टिका बिहान आर्मी स्टाइल लाउँथ्यो खानेकुराहरू भित्र छ अहिले ल्याउने नि त्यो त अब के अब हो सन्देशलाई अब सन्देश अलिकति तन्थ्यो है सानो मान्छेले नलाइदिएको लाउने कान्छो लाग्छ गाई रोला छैन टोल भाइ मेरो नि दाइलाई माला छुट्याइदिनु पऱ्यो त्यो राख्नु तिमी अहिले के तँलाई दुइटा लगाइदिन्छु कि सानो छ नि राम्रो पुग्छ माला त तन्ने छ हो कि सानो सानो चाहिँ दुइटा लगाइदिन्छु भनेको यसरी यसरी यो दाइलाई सुनलाई लौनै डेक बजाऊ भने पर्दैन क्या कति भोलो परेछ नि क्या भोलो पुग्यो के नबजाउने गीत चाहिँ युट्युबमा कपिराइट आउँछ त्यो भएर गीत नबजाउने त्यो भएर ए झ्याउँछ युट्युबमा कपिराइट आएर हामी बोले आउँछ हामी बोलेको चाहिँ केही नि हुन्न त्यो गीत बज्यो भने चाहिँ कपिराइट आएर काम कपिराइट लाग्छ क्या कति के पुगेलाई बढेको बढेको केटाले के हो जुन लाइन नि हुन्छ क्या 635 635 के कान्छे 635 मात्रै भनेको विराटको हेर्नु कति वर्ष 5 वर्ष भइसक्यो 500 कति पुग्यो मेरो त कति मैले राखेर मैले त्यो आउनु यो सन्देशलाई त कत्रो टोपी चाहिन्छ क्या ऊ मिला हो त्यसरी ल्याउनु त मलाई लगाइदिए कान्छे काका मिलाउनु त मिलिरहेछ त पप्पो पप्पो गर्ने हो
खै उसलाई पनि सन्डेलाई नि त्यो फुल पहिला फुल सर्काइदिनु न पहिला फुल होइन सर्काइदिनु टोपी लगाइदिएर के होइन कि उता छिटो टोपी लगाउनु हेर यी पापालाई हेर नि त माथि हेर भेट्यो पापालाई छिटो न हातै गलिसक्यो छिटो नि हात गल्यो रे टोपी लगा ल अब उस सर्काइदिनु अझै सानो भयो कि हो हो ठिक निधारको टिका जाने सन्देशको पनि भाग्य छ जहिले टिका लाउनु पाउँछ है साइला कहाँ हरायो साइला उतै छ त्यो कता बुलिया त्यो दसैँ तिहार पनि आएन त घर उसको त मजाले काम चलेछ भन्थ्यो यता त्यो त केटीको फोटो नि हाल्यो क्या साइलाले त अब ल्याउने अरे क्या केटीको फोटो हालेर मैले देखाइदियो बाबुको नानाको कहाँ राख्दै पुछै ल्याउनु भयो र भित्रको बोकेर हिँड्यो त्यो खोइ जानु काठमा खानुलाई त छानछानो लगाइदिन्छ है सानो बाबुलाई के सानो कान्छा यता यता हेर नफाल नि टोपीको फाल्नुहुन्न भनेको रे हाले हैन ए चलेर भाइ यस्तो गरे खुसी छु अलि त तिहारमा पैसा यता हेर एउटा लगाइदिनु के लुगा ए चापेन ए ल गयो खेली यो पुन्टुको पुछिन्छ अरे माथिलाई माला त यसले त पाक्छ कि यही मात्र लगाइदिनु होला यो डबल गरेर यो डबल गरेर यो मात्रै यो मलाई पासिसक्यो यहाँ घाँटी डबल गरेर पिछेलाई माला लगाइदिनु ल घोप्चो पाद्यो माला घोप्चो पाद्यो आपासँग हुँदैन आतिन्छ छ नि बाबुलाई त दुईटा आम्मै मेला बाबुले अब टोपी छैन रमा ल्याउ ए ल्याउ राम्रो ल्याउ हेरे कसरी कसरी ल्याउ चेर खाला ल्याउ यो हो र भने त्यही हो हो नङै चिन्दिबे ल्याउ चमक चेर चमक ल्याउ बाबु ल्याउ ए यो चमक न चमक ल नानीलाई यता जाऊ न तिमी उठाउँदिन यता भिडियो गर अब यता उठाउँछ आऊ बढी आऊ सन्देशले गर्छु युज छ युज चाहिँ कति छ मेरो त फोन थामा छ अहिले म भाग ल्याएपछि भान्जास त्यो मेरो कुर्ता कताबाट अझैसँग लगेर आएको कुर्ता थियो नि त्यो खोरेको त भित्र छ होइन यसले जान्दैन कुर्ता सुर्ता भने अघि मैले लगेर आएको लुगा कि लुगा तेरो यसपालि काकाले योरी नखाने रे रमाइलो हुन्न क्या आज होइन त पुजे रेशम काकाले खाएन भने रमाइलो हुन्न क्या डान्स गर्ने मान्छे हुन्न नि खान्छ एउटा बाङ्गो भयो क्या हो सरी दसैँहरूतिर लगाउने अब भाग ल्याइदिँदा हुन्छ भयो कि नाङ्लो ठुलो नाङ्लो लगेर पाउनु पर्छ यता भ्याएपछि ल्याउने कता भ्याएपछि गोलमोल ए हाम्रो लाउने छ होइन अहिले गोलमोल बिस्तारै ओसाले गर्नुहुन्छ भाउजू दिदी जानुहुन्छ म अनि म पनि भाउजूलाई दिदी जानु परपरहरू त मैले सबै मुस्थ्यो है फुल नखाउने कस्तो नलाग्ने रहेछ यो त मुला त लाग्दैन मामुलाई बल्ल लाग्यो मामुलाई हेरेछ ल मामु मामुलाई अक्रक्कै हो त्यो त मामु मामुले चिज मैदा त है त्यो उले पेट दुख्छ छोरी यस्तो मुख मार्नु हुन्छ सबै होइन 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 यसलाई खोलिदिनु कता हो अन्त निलो होला अर्को निलो खोइ यो होला यो त्यो होइन के यो हो यो कहाँ निलो हो तन्किनु पर्यो मामु मामु हजुर हजुर अब नि मामु हो कि होइन छोरी मामु हो कि होइन अबै मान्छे मात्रै त यो गर्दा मेरो पालो के हजुरले भाग राखिदिँदै आउनु ल भाउजू हजुर काट्छु हजुर एक लाग्छ
मेरो पालो अब यसपछि भनेर अब त कभर निकाल्नु पर्दैन कि नयाँ हाल्यो मेरो पालो के भाउजू उयो यता नयाँ हाल्यो कि भाउजू किन यता गर्नु पर्यो के सबैजना जान्छ काका कान्छा काका यता हेर्नु यता हेर रे कान्छा रेसुङ काका सबैजना जानु काकी यता हेर्नु सबैजना यो निकाल्नु पर्दैन यो हाल्यो भने कुन निकाल्यो ल मलाई अब गर्नु परेन यो स्ट्यान्ड सिधै यता ए नाङ्लोमा ल्याउनु हुन्छ है नाङ्लो दिनु त नानी उहाँ छ नि एउटा अनि एक घन्टा नसा छ कि होइन नाङ्लोमा हाल्दै ल्याउनु चिन्छ त्योहरूको साडी दरलाई ल बस अब लाइन बाइ लाइन अब यताबाट त बाबा लासु त लाउनु नानी हो अब यो अब म यो त्यो अलिक पछि पछि हट्छ त अहिले त साथी नि यो क्यामेराम्यान अब धेरै अब यता बस बाबु त बस अब आफ्नो आफ्नो टनमा बस है बस ओइ अब दाइले खिच्छ के त बस टिका लगाएर अब गर्दै काकाले एडिट गर्छ होला नि भिडियो यति घप भइहाल्दिने माथि गयो गयो कान्छा काका ए रेसुङ काका ल जान्न भिडियो अफ गर्न वेलकम गाइज हाम्रो चाहिँ तिहारको भ्लग है तिहारको भ्लग कस्तो छ गाइज सबैजनाले फुल वाच गरिदिनु होला ल कान्छा ड्रिङ्क गर्दैन नि मैले किन गर्दैन बोकेर जाँदैन भने मलाई यो बुहारीलाई यो ए चाहिँ होइन सन्देशलाई त एउटा हेलो हेलो सबैजनालाई वेलकम छ है हाम्रो भ्लगमा हाम्रो तिहार कति 2022 साल कान्छा उठ हामी 2022 सालको भरि होइन पखन सबै हेलो विराट दाइको जस्तो भएको पहिला हेरेर चाहिँ उता हिजो छोरो हेलो हेलो सबैजनाले हेलो गरिदेऊ जोइ पछाडि भयो होइन हुन्छ हुन्छ उता बुढीमा बुढीले त हो अरूले होइन सन्देशको नामै शम्भु नै हो सन्देशको नाम मासु हाल्थ्यो सम्बुले मासु छैन सबै सन्देश खानु भाइ निर्वाचन